लगभग सञ्चालन भएपछि अब हामीले फेरि देउमाल हुँदै इलाम पुग्नुपर्ने अवस्था छ। त्यस्तै गरेर यो तल्लो क्षेत्रमा एउटा पुल भए पनि मलाई लाग्छ पोहोर पनि हाम्रो 5 दिनसम्म बाटो बन्द भएको थियो। यो साल पनि त्यो अवस्था नै आउँछ होला। त्यसले गर्दाखेरि यो क्षेत्रमा हरेक कुराहरूको असुविधा छ। अब हामी विभिन्न रूपमा यहाँ प्रयोगमा गऱ्यौँ, बाख्रा पालन पनि गरेका छौँ, तर त्यति त्यसको पनि उपलब्धिमूलक भएको अवस्था मैले पाइनँ। हामीले यो तपाईँहरूले कृषि अथवा विभिन्न अन्य उद्यमहरू तथा सानो उद्योग कार्यालयमा तपाईँले दर्ता गर्नुभयो भने त्यो के अरे हामीले एउटा अनुदानका कार्यक्रमहरू राख्छौँ, यहाँले फर्महरू भर्नुपर्ने छ र यहाँलाई के कस्तो मेसिन औजार प्राविधिक हस्तान्तरण कार्यक्रम हुन्छ र त्यो तपाईँहरूले गरेको हामीले प्रत्यक्ष रूपमा आएर अवलोकन गर्छौँ र यहाँहरूलाई दिन योग्य हुने नहुने भन्ने एउटा समिति हुन्छ। त्यो समिति मार्फत चाहिँ यहाँहरूलाई हामीले मेसिन औजारहरू त्यस्ता हस्तान्तरण अथवा सहयोग गर्ने हाम्रो कार्यक्रमहरू अन्य उद्योगहरू सानो उद्योगहरूसँग सम्बन्धित सम्पूर्ण उद्यमीहरू कृषकहरूलाई चाहिँ हामी एउटा कृषि विकास तालिम मार्फत हामी यहाँहरूलाई सहयोग गर्दै छौँ र यहाँ उपस्थित शिक्षक शिक्षिका अनि हामीहरू यहाँ यस कार्यक्रममा आफ्नो उपस्थित जनाइरहनुहुने सम्पूर्ण आदरणीय महानुभावहरू कार्यक्रममा यसो हेर्दाखेरि निकै राम्रो उपस्थिति अनि यता बेमौसमी तथा यो तरकारी यो कृषिसँग जोडिएको हाम्रो देशै कृषि प्रधान देश हो। त्यसमा पनि हामी सहयोग त झन् साह्रो कृषिमै आबद्ध हुने ठाउँ परेकोले यो खुसीको कार्यक्रम हो। त्यसैले यहाँबाट हामीहरू नसम्झिनु होला, उहाँ यहाँ आउनुभएको भए उहाँलाई आफ्नो कुराहरू स्पष्ट रूपले हर रूपमा प्रस्तुत गर्दा हुन्थ्यो भनेदेखि मैले चाहिँ यसो भन्नुपर्छ त्यहाँ पुगेर त्यति फरक हो। त्यसैले गर्दा हाम्रो वडाको तर्फबाट यस कार्यालयमा अथवा यो चाहिँ सहकारी संस्था भन्ने यो मैले हाम्रो ठाउँमा म पनि एउटा चाहिँ सहकारीमा आबद्ध छु, तर त्योभन्दा पहिले मैले यो सुनेको छु। एउटा भन्दा बहुप्रकृतिका जोडिएर बन्ने सहकारीहरू भयो। त्यो वित्तीय सहकारी भन्छौँ हामी, त्यो बचत तथा ऋणमाको कारोबार मात्रै गर्ने, पैसा नै किनेर पैसा बेच्ने सहकारी है, वित्तीय सहकारी भन्छौँ हामी, बचत तथा ऋण त्यसको। अनि अर्को श्रमिक सहकारी भन्छ, त्यति धेरै प्र्याक्टिसमा छैन हाम्रो श्रमिक सहकारी चाहिँ। र यो हामी त्यो अन्तर्गत हामी चाहिँ कृषि सहकारी अन्तर्गत छौँ। हाम्रो मुख्य व्यवसाय यो सहकारीको चाहिँ सहकारी आफैमा एउटा व्यवसाय हो है। मुख्य व्यवसाय त्यो भित्र चाहिँ कृषि हुनुपर्छ भन्ने हो हाम्रो चाहिँ है, त्यो ध्येय चाहिँ। तर अब धेरै चाहिँ हाम्रो के छ, बचत तथा ऋण नै होला है। त्यो एउटा समस्या पनि हो है। यहाँ हाम्रो चाहिँ अरू के काम गर्ने भन्ने कुरा हो। तरकारी कलेक्सन गर्ने है, त्यसपछि त्यसलाई पुर्याउने, दुध कलेक्सन गर्ने, त्यसलाई बजारसम्म पुर्याउने, यस्ता विषयहरू पनि सहकारीले गर्न सक्छ। कतिसम्म आफूले गर्न सक्छ सरकारका प्रतिनिधि हौँ, जोडिन आउँछौँ हामी। 10 बजे मात्रै उठ्छ सरकार। तपाईँ हामी बिहान 5 बजे उठ्छौँ, सरकार 10 बजे उठ्छ। 10 बजे ढोका खुल्छ नि त सरकारको है। सरकारी असली सरकारले गर्ने काम 10 बजे ढोका खुल्छ अनि 5 बजे फेरि सुत्छ। त्यस कारणले ढकढक्याउनु चाहिँ पर्छ है, खोजी चाहिँ गर्नुपर्छ। यो त्यस कारणले हामी जे गर्छौँ, कहिले मल वितरण होला, कहिले बिउ वितरण होला, मल वितरण गर्नुहुन्छ सरकारी मार्फत गर्नुभएको छैन। जस्तो के अरे यो मल खाद युरिया लिनुभएको छैन पालिकाबाट, तपाईँहरूले इजाजत दिनुभएको छैन। त्यो जस्तै अब तपाईँहरूले खाँदो छ भने त्यो कृषि सहकारीहरू भनेको मल बिउ वितरण गर्नको लागि त एकदम तपाईँ
किसानलाई कसरी उद्योगी बनाउने, कृषि उद्योगी बनाउने भन्ने चाहिँ मुख्य उद्देश्य हुनुपर्छ हाम्रो। त्यही लक्ष्यबाट चाहिँ अगाडि बढ्यो भने हाम्रा उत्पादनहरू चाहिँ बजारसम्म पुग्छन्। अरू कुरा बजारको कुरा छ, यहाँ हामी कति त छौँ त्यो प्रकृतिमा पनि छौँ होला। एकछिन ल म थोरै मात्रै भन्छु, अलि हल्ला बढीको कति हाम्रो चाहिँ बानी एउटा के पनि छ भने सबभन्दा समस्याको विषय बजारबाट ल्याउन चाहिँ हामीलाई लाज हुँदैन। त्यही साग बजारमा लगेर बेच्नु पर्यो भने चाहिँ त्यस कारण यो बेचेर खाने बानीको विकास कहिलेसम्म भएन त्यहिलेसम्म हाम्रो अर्थतन्त्रको सुधार भएन। हामीले उत्पादन गरेको हरेक वस्तुलाई बेच्नुपर्छ भने चाहिँ गर्नुपर्छ। अब त्यो बजारको विकास, बाटोको विकास गर्ने काम, कनेक्टिभिटी मिलाउने काम चाहिँ फेरि राज्यको। तपाईँले यहाँबाट इलाम जानु पर्यो भने कसरी सहज बनाउने त्यो बाटोलाई, त्यो चाहिँ राज्यको कुरा हो। त्यहाँबाट वडादेखि लिएर नगरपालिका, प्रदेश, सङ्घीय सरकारसँग विषय आउलान् होइन। त्यसपछि कलेक्सन गरेर एक दुईवटा व्यवसाय लान सकेन भने सहकारीको माध्यमबाट कसरी बजारसम्म पुर्याउने, त्यस्ता विषयहरू सोच्नुपर्छ। तर थोरै धान बेच्दा तपाईँ हामीलाई घाटा छ भने चामल उठेर बेच्नु पर्यो। अकबरेको काँचो बेच्दा खाएका छैन भने त्यसलाई चाहिँ बट्टामा हालेर अचारको रूपमा त्यति गरेर बेच्नु पर्यो। जे गर्दा बढी पैसा आउँछ उत्पादन त्यही बढी गर्ने हो। त्यो गरियो भने मात्रै दुध बेच्दा फाइदा भएन। गाउँमा डेरी छ, के अरे त्यो चाहिँ छुर्पी बनाएर बेच्नेहरू यहाँबाट दुध इलाम लगाएर फाइदा भएन। यहीँ कसैले डेरी खोल्यो भने त्यहाँनिर फाइदा छ कि यहाँकोले चाहिँ त्यो मूल्य लिँदैन, उसले मात्रै त्यो मुनाफा बढी लियो भने बाहिरबाट आउने छ। उत्पादकले त बजार खोज्नै नै होइन है। कारणले यस्ता त्यो कति भयो भनेर यसो बुझिदिने मात्रै गर्नु भने पनि त्यति मात्रै बुझ्नु भने भइहाल्छ। सबैले आफ्नो बुझ्यो भने सबै आइहाल्छ है। अरूको बारेमा भन्दा पनि आफ्नै बारेमा बुझ्नु हो भने आइहाल्छ। अनि सरकारीबाट दिने सूचनाहरूलाई चाहिँ अब यहाँले के बनाउनु भएको छ, सरकारीको फेसबुक बनाउनु भयो भने त्यसरी चल्दा पनि सजिलो भयो। र सूचना टाँसेर अब गाउँघरमा चाहिँ सामान्य यसो फोनबाट पनि गर्न सकिन्छ। यस्ता सूचनाहरूका विषयहरू पारदर्शी ढङ्गले चलाउनु भयो भने सहकारी राम्रो ढङ्गले चल्छ। सबैभन्दा राम्रो कन्सेप्ट गरिबी निवारणको सबभन्दा राम्रो उदाहरण हो सहकारी है। संसारमा सफल भएको कुरा हो। हाम्रोमा मात्र पछिल्लो चरणमा आएर केही सहकारी धेरै बिग्रेका छैन, 150 सहकारी पनि बिग्रेका छैन। त्यसले हिलो चाहिँ छाती भयो कि सदस्य गोविन्द खत्रीलाई पठाउनु मजमा आसिन सरहरू उपस्थित सम्पूर्ण घर निर्माण उद्योग कार्य इलामको साझेदारीमा जुन सहयोग गरिदिनु भयो उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र आज पहिलोपटक घर निर्माण उद्योग कार्य इलामबाट यस संस्थामा उपस्थिति भइदिनु भएको छ। कार्य प्रमुख कार्य उद्योग गरेको छ उहाँहरूलाई संस्थाको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। आज जुन यो समन्वयकारी भूमिका हाम्रो युवादाले गरिदिनु भयो यसमा उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यो चाहिँ हामीले मात्रै गर्ने भन्ने कुरा थियो। र वडामा त अब अलिक वडा सदस्यले कुरा राख्नुभयो। हामी उहाँले माग्नु भएन, हामी माग्दा थाकिसक्यो। अब थाकिसकेपछि माग्नु परेका छौँ। यहाँ सरकारलाई हाम्रो बुवा बाउ संस्थाले खरिद गरेर ल्याएर वितरण गर्ने भन्ने हाम्रो वार्षिक कार्यक्रम राखेका छौँ। त्यो पनि र यति भन्दै यो पहिलो सत्रको कार्यक्रम घोषणा गर्न चाहन्छु। धन्यवाद। जन 10 अब यहाँ परिणाममा जम्मै रकममा 400 जम्मा 10 जग्गा 4000
अब खर्च टिपाई खर्च पनि भयो अब बजार जानु पर्यो नि त पहिले 20,27,000 अब यो चाहिँ अनुमानित लाभ लागत विश्लेषण कुनै पनि काम गर्नुभन्दा पहिला यो यस्तो हुन्छ त्यो नाफा त भएन नि यसमा त त्यो ब्याज चाला कटाउनु पर्यो नि त जम्मा 14 जना छ हामी अहिले भनेर त्यति गर्दा अब त्यस पछाडि यसले चाहिँ के गर्छ त भन्दाखेरि अब 16 हप्ताको जुन तालिम लिन्छ नि त्यो तालिम लिइसकेपछि ऊ एक किसिमको प्राविधिक जस्तो हुन्छ अनि उसले चाहिँ अब यो तालिम हो नि म आउने भए मुख्य प्रशिक्षक म भए म किन मरो दैनिक बाली अवगमन भएन हो त्यसरी बुझौँ के हाल्नुपर्छ र भरे ट्याङ्क लेखेर मेसेन्जरमा जोडेर सबै हाल्दैन नि भरे त्यो ट्याङ्क यसलाई चाहिँ अगाडि बढाउँछ अब दैनिक बाली अवगमन गर्नु पर्यो अब दैनिक बाली अवगमन गर्दाखेरि मर्दैन अब किराले चट्ट काटेको हुन्छ त्यो किरालाई व्यवस्थापन गर्नु पर्यो किरा अब विभिन्न खाले किराहरू हुन्छन् अब के छ भन्दाखेरि किरा नि त्यो शत्रुजीवलाई भाग्छ अब त्यति गरियो भने वरिपरि पेलस्कामा जाने रातो कपडा ल्याएर टाँगिदिनु के जान्छ त हाम्रो टाँगिदिनु नि अब त्यसो गर्दा पनि किराहरूको चाहिँ भाग्छन् क्या किरा भागेर पल्लो बाँसको झ्याङमा गएर बस्यो भने हामीलाई के को टाउको दुखाइ बाली त जोग्यो नि त होइन अर्थ कहाँ तपाईँको खोर्सानीमा यतै गर्ने दानाको फलमा लाग्ने किरा जुन औषध पार्ने किरा छ नि त्यो चाहिँ बाँसलाई असर गर्दैन अब दैनिक बाली अवगमनले त्यो एउटा हुन्छ अब शत्रुजीवको व्यवस्थापन गरी मित्रजीवको संरक्षण गर्ने अघि भनिहालेँ त्यो चाहिँ के हुन्छ भने यहाँलाई बाहिर प्याकेट बाहिर अघिको प्याकेट यसरी खोल्छ होइन यो यहाँभित्र हुन्छ यसरी हल्लाउँछ अब यो बिउ चाहिँ बनिएको कसरी छ यो बाहिर के छ बोक्रो छ होइन यहाँभित्र के छ यो बोक्रोभित्र बुदी छ बिउ भन्दा पनि हामी बुदी भन्दा चाहिँ बुझ्छौँ यो बुदीभित्र बुदी चाहिँ के गर्छ बाहिर उम्रिन्छ उचित वातावरण पाएपछि यो उम्रिन्छ उचित वातावरण कहिले पाउँछ त यसले यसले के उचित वातावरण भन्दा के हो जब हामी माटोमा खसाउँछौँ यसले त्यहाँ तापक्रम पनि पाउँछ चिस्यान पनि पाउँछ अब अनि यो चाहिँ के गर्छ उम्रिन्छ
फुलकोपीहरू चाहिँ के हुन्छ पातलो छाला हुन्छ उहाँको भाषा है प्याज यिनीहरूको पातलो छाला हुन्छ यिनीहरू छिटो उम्रिन्छ अब यिनीहरू चाहिँ के छ बाक्लो छाला छ बिउ छनौट गर्दा कसरी गर्नुहुन्छ छिप्पेको राख्नुहुन्छ होइन पहिला बिउ पाकेको हेर्नुहुन्छ अनि त्यसलाई के ल्याउनुहुन्छ अनि ल्याएर पोको पारेर यस्तो अगाडि माथि ल्याउनुहुन्छ चुक्काएर होइन त्यही छ पहिला फालेको ठुल्ठुलो पहिला फलेको हुन्छ नि दोस्रो चाहिँ ठुलो हुन्छ यता आयो भन्नु न तपाईँहरू पहिला फलेको काँक्रा फर्सी पहिला फलेको राख्छ हो नि अब पहिलो कुरो के गर्छ भने फेरि अगाडि अब त्यो हामीले आजबाट के गरौँ भने नि कुनै पनि बिउ राख्ने तरकारी भयो कुनै पनि चिज छ नि फलफुल भयो यिनीहरूको बिउ राख्नेलाई चाहिँ पहिला फलेको र अन्तिम फलेकोलाई बिउ नराखौँ हुन्छ भनेर अघि भनिसकेँ मैले त्यो हुन्छ त्यही हुन्छ त्यो गर्न त्यही हुन्छ त्यो गर्नु भएन अब त्यस पछाडि त्यो त्यसलाई चाहिँ हामी यता ठाडो तिर्छौँ नि ठाडो नकाटेर अलिकति दानालाई चाहिँ तेर्सो चोट लाएर पिडिक्क यसरी भाँच्ने त्यसो गर्दा भित्रका दानामा चोट लाग्दैन अनि बिहान निकाल्ने पानीले धुने हामीले हिजोसम्म गरेका कुरा गर्दै थियौँ अहिले चाहिँ गर्न पाइएन अब चाहिँ के गर्ने भन्ने कुरा अब बट्टामा लाउनु पर्यो अब हाम्रो त यो एकै टिपाइ मात्रै हुँदैन नि त बिउ राखेर सिमल हुन्छ अनि तपाईँले त्यो बट्टामा त्यो बिउ हालिसकेपछि एउटा कागजमा बिउ राखेको मिति टिपेर कागजमा ठ्याक्क लेखेर त्यो बट्टामा छेराएर राख्ने कहाँ राख्ने बट्टामा फौजी कहाँ राख्ने त ओसिलो घामले नलाग्ने धुवा नलाग्ने ठाउँमा राख्ने तीन किलोमा कति दाना गयो त्यो दानाबाट चाहिँ 125 ग्राम बनियो दाना पनि निस्क्यो तपाईँहरू अब साह्रो त अब के काम गर्न गाह्रो हुन्छ साह्रो हुँदैन त भन्नु न तपाईँलाई सुत्नै पनि साह्रो हुन्छ सुत्नै पनि गाह्रो त गाह्रै हुन्छ नि 40,000 को सामान त 2 किलोले 80,000 भइगयो 2.5 किलो भन्छ अनि 1 लाख भइगयो भन्दा अगाडि चाहिँ के गरिन्छ थाहा छैन आयो अब यसलाई चाहिँ तपाईँले 15 देखि 22 दिन अगाडि काम गर्ने बिउ नहानिकन सोलराइजेसन विधि गर्नुहुन्छ भने तपाईँले यो विधिलाई चाहिँ 15 देखि 22 दिन अगाडि गर्ने अनि त्यो अघिको विधि चाहिँ हामीले के गर्ने रोप्ने अघिल्लो दिन भनौँ 12 दिन 24 घण्टा अगाडि बिउको काम गर्ने
अर्ग्यानिक हो नि अर्ग्यानिक जिगानी पनि लाउनु भएको कस्तो छ राम्रै छ यो खेती गरेर ठिकै छ नि खेती गरेर ठिकै छ सर पोहोर पनि अलिअलि लाउनु भएको थियो ओह्रालै लगाएको छ ए बिक्री कति भयो के छ बिक्री अलिअलि भएको थियो र अहिले पनि लगाइहेरेको ठिक छ अब गऱ्यो भने नगरिकन केही हुँदैन होइन हजुर गऱ्यो भने केही न केही हुन्छ अब यत्रो मेहनत छ अब स्थानीय स्रोत साधन बाँसहरू काठहरू यस्तो प्रयोग भएको छ अब मल चाहिँ गोठमै छ आफ्नै होइन गोठे मल हो ल ल ठिक छ होइन यहाँ खाना भन्दा पानी मुठी खानु होइन स्कुल जान ढिलो बनाएको फल लाग्ने अवस्था हुन्छ अनि त्यस पछाडि अब फल टिप्ने अवस्था तपाईँले रासायनिक खेती गर्नुभएको छ भनेदेखि 4 महिनासम्म हुन्छ होइन प्राङ्गारिक खेती अर्ग्यानिक खेती गर्नुभएको छ भने 7 महिनासम्म चाहिँ फल लाग्ने अवस्था बसिरहेको छ खोर्सानी त कोपी जस्तो एकैताली पक्क फुल्ने सफा काट्ने हुँदैन ऊ फल्दै गर्छ फुल्दै गर्छ फल्दै गर्छ फुल्दै गर्छ नि त्यो तरिकाले जान्छ र रासायनिक खेती गर्नुभएको छ त्यसको 4 महिनासम्म रहन्छ र प्राङ्गारिक खेती गर्नुभएको छ भने 7 महिनासम्म यसलाई खेती गर्न सक्नुहुन्छ यो देख्नुभयो श्री सिंहदेवी कृषि तथा कृषि सहकारी संस्था लिमिटेड भवन इलामे 1101 white top white top एकै ठाउँ हुन्छ यो तपाईलाई सजिलोको लागि लेखिदिएको white top उच्च सेतो उच्च व्हाइट टप व्हाइट भनेको सेतो व्हाइट टप सेतो उच्च टप भनेको उच्च हो नि व्हाइट टप अब अर्को छ गिरिजा तपाईले भन्नु गिरिजा फेरि कोइराला लेख्छ हैन गिरिजा जान्दै जान्दै यो त नाम भनेको गिरिजा भन्ने कुनै मान्छेले निकाल्नु लाग्यो जात तपाईँको लगाउँदाखेरि निकै ठुलो खर्चमा फल्छ कुनै चाहिँ यस्तो भन्दा फल्दैन होइन यो अहिले हाम्रो ठाउँमा देखेको राम्रो यो अब पाइएन भने यो दुईटा भन्नुको मतलब नै सानो भन्नेले तल्लो नाम भला निस्किन्छ दुःख निस्केपछि त्यहाँदेखि के हुन्छ भनेदेखि लाएको साग जस्तो अनि के अरे फुल जस्तो फुल्न थाल्छ त्यहाँ अनि कोसा बस्छ पट्टा खोलिसकेपछि त्यो त्यसलाई चाहिँ दुःख निस्किन थालेपछि त्यसलाई झुल्ले छोपिदिनु अनि झुल्ले छोपिसकेपछि दुईजना मौरी त्यहाँभित्र हाल्नु मौरी कहाँ ल्याउनु भन्दा चाहिँ मेरोमा आउनु भनेको चाहिँ म त्यो लाएको अनि त्योभित्र हालिदिनु र अनि त्यसलाई वरिपरि माटाले त्यो झुल्ला चाहिँ मौरीहरू भित्र पस्न बाहिर जानु नदिने गरी त्यसलाई छोपिदिनु अनि छोपि के पाले बसेका हुन्छ मौरीको झुल्ला याद गर्नुभएको छ हो चाहिँ पालेले चाहिँ बाहिर गएको मौरीलाई के गर्छ भने आज सुन्छ सुनेको हुन्छ यसो गर्छ अनि त्यहाँ के गर्छ उसको गन्ध रानीको गन्ध छैन भने त्यसले इन्ट्रिलो पाउँदैन अब त्यही गन्ध आयो भने चाहिँ त्यसलाई भित्र बस्यो अब त्यो गन्ध चाहिँ कति घन्टासम्म रहन्छ त मौरीका 24 घन्टासम्म त्यसको गन्ध चाहिँ रानाको गन्ध उसले बोकेर बसेको हुन्छ 24 घन्टाभित्रमा आयो भने इन्ट्री पायो
आएन मान्छेको जस्तो हुँदैन मान्छेको त कहीँ वर्ष छ फुलबारकै अवस्था होइन बेला होइन पाप्रो गरेर निकाल्नु न कहाँ बेला हुन्छ हामी त मान्दैनौँ न त्यसरी स्टोकिङ 10 ग्राममा मैले उमारेर बेचेको भनेको 1400 बिरुवा 1400 बिरुवा मैले बेचेँ 600 भन्नु न 600 पर्छ निस्केर त्यस पछाडि मैले यो बेचेँ बेच्दाखेरि 1500 बिरुवा निस्क्यो 2 रुपियाँ घटाले मैले बेचेँ 3000 रुपियाँ भयो मैले 500 मा किनेको छु 2500 मलाई गरेको रोज आयो म एउटा फेसिलिटी दिन्छु यहाँ सबैलाई एक एक सय बिरुवा दिउँ हजुरले राखिदिनु राख्ने यही राख्नु होला उहाँलाई एकपल्ट सहयोग मागे बिहार बनाउनु मैले हिजो सिकाएँ एक तरिका हो बिहार बनाउने त्यस पछाडि दाना खसाल्ने मैले खोर्सानीको दाना खसालेर देख्नु पर्यो अब हिँडे भने मैले पिसाब आएको छ भने पहिलाको बोक्दैन त्यस पछाडि जब तपाईँको बिउ अवस्था मैले त्यही त तपाईँलाई भन्दैछु अब जब यो ढुलो अवस्था हुन्छ त्यतिखेर केही परेन त्यसले तब बेर्ना अवस्था जब हुन्छ नि बिरुवा अलिकति 2 पात सानो हुन्छ त्यतिखेर तपाईँले अनि त्यस पछाडि फङ्गिसाइड अघि दिएको छ नि हो त साह्रै थोरै पानीमा हालेर त्यसलाई भेट्ने गरी झाडीमा हाल्न सक्नु हालिदिनु होला अब त्यो फङ्गिसाइड थोरै गरेर हालिदिनु भने तपाईँलाई ड्याम्पिङ अप हुँदैन झार बस्न नदिने बिरुवामा झार बस्न दिनु हुँदैन मैले गर्नुभन्दा आफै गर्नुभयो भने तपाईँहरूलाई राम्रो भोलिदेखि फङ्गिसाइड हालिदिने सुरुमै हालिदिने रेडी हुनु पर्यो 20 र 21 गते तपाईहरु सबै घरमा आफै हेर्न जमिनमा पनि लाउने गरेछु त्यसले गर्दाखेरि यो कुन चाहिँ उपयोगी चाहिँ कुन छ भित्र राखेको उपयोग हुन्छ कि बाहिर राखेको उपयोग अब खुल्ला ठाउँमा ठुलो भाँडामा राख्यो माथिबाट केले नान्ने ठाउँमा प्रकाश पाउने ठाउँमा राख्दा उपयुक्ति हो कि त्यसै पर जमिनमा लगाएर कस्तो छ भने हामीले मैले चाहिँ कसो गरेको छु भने अब यो गर्मी टाइममा के देखियो भने माथिको तातोले गर्दाखेरि प्लास्टिकको तातोले गर्दा यतिको भएको बिरुवा सबै डढेर दामी आइगयो नि निकाल्दैछ मरेको भ्याउको सबैले के भन्यो भने त्यो त अरू मान्छेले हुन्छ त्यो मरेको भ्याउको यो फिजिक गरेर त्यो दुधै क्यान्सिल भनेर भन्छ भ्याउको त गयो तर दुधै क्यान्सिल भयो
दुध कसैले नखाने भयो नबित्ने भयो घाटा लाग्यो नि हजुर होइन अनि अर्को क्यानको निकाल्दाखेरि त जग 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 गरेर उपरखुट्टी यसरी लगाएर भ्यागुतो बसिरहेको छ होइन त्यो राम्रै मथिएर दुध मथिएर पहिलो त मैले झकमक्क दुधको अगाडि दुधको माथि घिउ लाग्यो नि त घिउभन्दा माथि उपरपट्टि कसरी लाग्छ एउटाले होइन त्यसरी बसेछ होइन अब तपाईँ भन्नुहोस् कि तपाईँ यो मरेको भ्यागुतो रोज्नु छ कि हिउँदै रोज्नु काम गर्दो रहेछ घिउ निकाल्दो रहेछ भ्यागुतै हो तर तपाईँहरूले के भन्नु जिउनु भ्यागुतो त्यस कारण तपाईँहरू अब के छ नि यो अब यो समस्या भनेको यो तरकारी खेतीमा लाग्नु भएको छ अब जिउँदो भ्याउतै हो तर जिउँदो भ्याउतो जे पर्ला बसेपछि काम गर्ने एक्सर्साइज गर्नुपर्छ भन्ने यो चाहिँ सशक्तिकरणमा काम दिने